फलको चाहिँ अलिकति यसको यो के भिटामिन पाउँछ थाहा छैन। यस्तो रसिलो छ, यसको महत्त्व बुझेन कि अब यहाँको मान्छेहरूले नबुझे हो कि अब बेच्न लयो भने यस्तो यो त खतरा फल हो नि त। मलाई चाहिँ लाग्यो अब फलको नाम नै थाहा छैन फेरि। यो तामाङ भाषामा हो कि नेपाली भाषामा के हो अरे यसको नाम? पोलङ्सी बोलम्सी खै यो तामाङ भाषा हो कि नेपाली भाषा हो बोलम्सी रे। यहाँ यस्तो रस आउँछ होइन, यस्तो गुलियो छ फेरि रसले गर्दा दिमाग नै कस्तो अनुहार नै कस्तो हुन्छ क्या खै। यो चाहिँ यसरी तासेर खानुपर्ने थियो कि खासमा चाहिँ। यो चाहिँ तासेर खाने फल रहेछ कि खास सानो भए पनि होइन, यस्तो रस आउँछ कस्तो गुलियो चाहिँ। सबै रस गयो यार, के भन्नु। त्यत्रो खाइसक्यो, रस चाहिँ बगाइसक्यो फेरि। आहा मकै अब छाप्सी भन्दा पनि टोकेर खाने स्वाद आउँदो रहेछ क्या। अब तपाईँलाई म यहाँनिर देखाउँछ है, यहाँ भुइँभरि छ हेर्ने ऊ। अब यो भुइँभरि छ होइन, पाकेको माथि रुख छ क्या, माथि रुखमा नि यति टन्नै फलेको छ। ल नौलो यो हो रुख होइन, त्यो रुखमा अब कति छ टन्नै फलेको छ होइन। अब टिप्दै खाने हो क्या, भुइँमा टिप्दै खाने हो, धुनै पर्दैन। यति राम्रो त ताजा छ क्या यो, बिसादी भएको मिसिया भयो, रुखबाट टक्क पाकेर भुइँमा झऱ्यो अनि यसो टप्प टिप्ने यसरी। के भन्ने अब यो फल नचिन्या भन्ने कि यहाँको मान्छेले नचिन्या हो कि हुन त टाढा छ, काठमाडौँबाट यहाँ 3 घन्टा जति लाग्छ बाइकमा आउनलाई यो ठाउँमा। यो फल अब त्यत्तिकै कुहिएर झरेर बसिरहेछ। अब मैले चाहिँ टन्नै खाएँ, अब तपाईँहरूलाई कस्तो लाग्छ